फ्रेन्ड्स, गुड मर्निङ। मैले चाहिँ यो सिलगढीबाट प्रिटिनिया बेच्नु ल्याएको छु हो। तपाईँहरूलाई चाहिन्छ भने भन्नुहोस् है। कतिवटा चाहिँ बिक्री भइसक्यो हो। यो प्रिटिनिया चाहिँ के हो भन्दाखेरि यो चाहिँ हाइब्रिडवाला हो। हाइब्रिडवाला यो चाहिँ अब यसलाई सार्यो भने चाहिँ यसले कोपिलाहरू पनि हान्दैछ हो। यहाँनिर हेर्नुहोस् त, कोपिला हान्दैछ। अन्त यसले चाहिँ अब फुलिहाल्छ नि त हो। मसिनो बिउ ल्यायो भने चाहिँ सर्नु साह्रो पर्छ। यो चाहिँ अब ढक्कमक्क दामी फुल्छ। ठुलो गमलामा रोप्यो भने चाहिँ तपाईँहरूले हो। अनि यहाँ मैले जरबेरा पनि ल्याएको छु, हेर्नुहोस् है। जरबेरा चाहिँ 300 रुपियाँ गोटा हो। तपाईँहरूले किन्नुहुन्छ भने चाहिँ अब पटमा हाल्दा नि हुन्छ हो। अनि यस्तो गमलामा रोप्दा नि हुन्छ, यस्तो खालको ठुलो गमलामा। मनिषाले त गमलाहरू पनि लग्यो हो। खुसबुरी पनि लग्यो। गमला 30 रुपियाँ गोटा छ। त्यो युज एन्ड थ्रो हो। ऊ परको के रेड कलरको छ नि, ऊ पर ऊ त्यस्तो गमला ठुलो ठुलोमा रोप्नुपर्छ हो। यो चाहिँ दामी हुन्छ नि। लाने कलर आइहाल्छ नि। यो पर्पलमा होला, यो देख्छ नि रेडहरू सेडिङमा फुल्छ, मजाले दामी फुल्छ। लान्छौ कतिवटा? कलर चिन्दैन कि, तर कोपिला चाहिँ हान्दैछ यहाँनिर। यस्तो दामी दामी कोपिला हानेको लाँदैछ यहाँनिर। उयो पनि छ, के अरे यो गजेनिया पनि आएको छ रेड कलरमा, येल्लोमा। यो पनि 30 रुपियाँ गजेनिया। उयो के हो, मरुन कलरको आएको छ हो। यो येल्लो रहेछ हो, यो मरुन छ हो। यो मरुन परेको। यो पनि होला। यो रहेछ हो। यो गजेनिया के अरे के पो यो जरबेरा। तो दामी दामी छ हेर्नु न। व्हाइटमा छैन, येल्लो छ हो। यो ग्रिन हो, यो ग्रिन हो। यो अरेन्जमा छ, यो पिङ्कमा, यो रेडमा, यो मरुनमा रहेछ। क्या दामी हेर्नु न। मरुनमा, यो येल्लोमा, यो सेडिङमा छ। सेडिङमा रेड र कस्तो छ, येल्लो कलरको हो। दामी छ हेर्नु न। 300 रुपियाँ खालि हो। यत्रो पटलाई गमला सरी छ नि त। यो दामी छ यो गमला सरी। लु प्रिटिनिया लान्छ भने चाहिँ भन है। यहाँ हाम्रो बहिनी किन्नु आइरहेछ यहाँ। प्रिटिनिया मनिषाले पनि किने नि अघि। एउटा यो पर्पलमा, एउटा यो पिङ्कमा होला हो। अन्त 3टा खालि। 3टा भनेपछि एउटा कुनै कस्तो कलरमा दिनु? कलर त म त चिन्दैन, तर उयो आएको चाहिँ पर्पल जस्तो लाग्यो नि त। यो 3टा है, 3टा।